मैले यो शब्द बोल्दै गर्दाखेरि देशद्रोही, देशभक्ति रहन्छ, देशको माया रहेनछ, अनि तँलाई राजनीति के थाहा छ भन्ने जस्ता कमेन्टहरू आउँछन्। 100% आउँछन्, मलाई थाहा छ। किनभने तँलाई देशभक्ति के थाहा छ भनेर चाहिँ कमेन्ट गर्न, थर्काउन आउन सक्छन् है। तर मैले भन्दैछु दुईटा अप्सन छ हामीसँग, कि सदन नै नचलाउने पहिलो अप्सन, दोस्रो अप्सन सदन चलाउने हो भनेदेखि सदनको बैठक चाहिँ लाइभ गर्नु भएन। किनभने पछिल्लो समय जुन हर्क साम्बाङले सीमा विवादमा है, किनभने अरूले उठाएका मुद्दाहरू ओझेलमा परिसकेका छन्। हर्क साम्बाङको मुद्दाले गर्दाखेरि जुन सीमा विवादका विषय छ, सीमा विवादको विषयमा चाहिँ हर्क साम्बाङले यतिसम्म बालापन देखाउँदैछन्, यतिसम्म चाहिँ घमण्डीपन र यतिसम्म चाहिँ मुडेबल देखाउँदैछन् नि। मुडेबल भनेको बुझ्नुहुन्छ नि, एउटा के नै गर्छु जस्तो एउटा बल देखाउँदैछन् नि, र खोक्रो राष्ट्रवाद देखाउँदैछन्। सिधा कुरो खोक्रो राष्ट्रवाद देखाउँदैछन्। त्यसले कहीँ न कहीँ सधैँ यही हिसाबले जाने, यसैलाई चाहिँ एउटा मुद्दा बनाएर हिँड्ने हो भनेदेखि कहिले न कहिले चाहिँ कुनै न कुनै दिन चाहिँ नेपाललाई अन्तर्राष्ट्रिय रूपमै असर पर्ने देखिन्छ है। मैले राजनीति नबुझेको होला, तर व्यवहारिक ज्ञान बुझेको छु। व्यवहारिक ज्ञान भनेको कस्तो भने, जस्तै हामी भन्दा हाम्रो दुश्मन चाहिँ शक्तिशाली छ, बलवान छ, दह्रो छ भनेदेखि चाहिँ हामी कमजोर छौँ, हामी चाहिँ लुते लङ्गडे छौँ भनेदेखि बल गरेर बल लगाएर चाहिँ उसलाई गएर सिधै हान्न जाने होइन, कसरी पछार्ने भन्ने कुरा चाहिँ दिमाग लगाएर अघि बढ्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ ज्ञान छ मलाई। राजनीति मैले नबुझेको होला, देशभक्त नहोला म ती व्यक्तिहरूका सोचमा जसले कमेन्ट गर्छ होइन, तर व्यवहारिक ज्ञान बुझेको छु। त्यसैले गर्दाखेरि यो विषयलाई एउटा सीमा विवादको विषय अनि प्रधानमन्त्रीले बोल्नु नहुने कुरा बोलेका हुन्, त्यो विषयलाई लिएर चाहिँ सधैँ चाहिँ एउटा मुद्दा बनाएर चाहिँ सदन पनि चल्ने, लाइभ पनि गर्ने, अनि यही विषयलाई चाहिँ सधैँ उठाइरहने हो भनेदेखि एउटा भारतलाई नेपालमाथि थिचोमिचो गर्नलाई भोलिका दिनमा चाहिँ अझै राम्रो कारण बन्न सक्छ। त्यति कुरो तपाईँ बुझ्नुहोस्, नबुझ्नुहोस्, पत्याउनुहोस्, नपत्याउनुहोस्। हर्क साम्बाङले के भन्दैछ, सीमामा सेना पठाउनु भनेको एउटा भारतसँग जोरी खोज्नु। र भारत हर्क साम्बाङले जतिसुकै नेपाली हुँ भनेर गर्व गरे पनि, मै मात्र नेपाली हुँ, ममा मात्र देशभक्ति छ भनेर खोके पनि नेपालभन्दा 100 गुणा शक्तिको हिसाबले 100 गुणा अगाडि छ भारत। त्यसैले गर्दाखेरि बुद्धिले अघि बढ्ने हो, मुडे बलले होइन, बुद्धिले अघि बढ्नुपर्छ के। यो कि त सदन नै चल्नु हुँदैन, यस्तै मात्र मुद्दा बन्ने हो भने, कि चाहिँ लाइभ गर्नु हुँदैन। दुईटामा एउटा चाहिँ हुनै पर्छ। होइन भनेदेखि भोलिका दिनमा इन्डियाले हामीमाथि अझै धेरै थिचोमिचो गर्ने चान्स देख्छु। किनभने उसले एउटा बाटो पाउँछ कि हर्क साम्बाङले यसै गरी बोल्दै जाने भने। किनभने एउटा हर्क साम्बाङ भनेको म जस्तो एउटा व्यक्ति होइन कि, हर्क साम्बाङ भनेको राष्ट्रको अङ्ग हो। सांसद भनेको उनले बोलेको भोलिका दिनमा कानुन बन्ने कुरा हो। त्यसैले गर्दाखेरि दुईटामा एउटा गर्नै पर्छ। होइन भनेदेखि भोलिको दिनमा हाम्रो देशलाई असर पर्ने पक्का।